सबैजनालाई एकमुष्ट नमस्कार भन्न चाहन्छु। सम्पूर्ण मेरो बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई न्याय मरेको देशमा आफ्नो बुढीको न्याय दिन नसक्ने न्यायाधीशहरूले रवि लामछानेको न्याय दिन सक्दैन। अब हामीले 2084 मा एकमुष्ट चुलो निम्तो दिएर प्रधानमन्त्रीको रूपमा हामीले रवि लामछानेलाई खडा गराउनु पर्छ। त्यसपछि पापी भ्रष्टहरूलाई पैसामा बिक्ने नालायक न्यायाधीशहरूलाई कडा भन्दा कडा कारबाही गर्ने गरी हामीले रवि लामछानेलाई काठमाडौँमा पञ्चे बाजा बजाएर प्रवेश गर्नुपर्छ। त्यसपछि दुधको दुध पानीको पानी थाहा हुनेछ कसले के गरेको हो, कसले गर्दाखेरि बर्बाद भएको हो भन्ने कुरा चाहिँ रवि लामछानेबाट थाहा हुन्छ के। सम्पूर्ण दाजु भाइ बहिनीहरूलाई मैले आग्रह गर्न चाहन्छु, सबैजना आफ्नो ठाउँमा बलियो भएर बस्नुहोस्। पापी अपराधीहरूलाई लहर्नुपर्छ 2084 मा। जय रवि दाइ।